नमस्ते, म सोभिता गौतम, कानुन न्याय तथा संसदीय मामिला मन्त्री। नेपाल सरकारले अध्यादेशहरू जारी गरेको छ। तपाईले अहिले यो समाचार सुनिरहनु भएको होला। यसको पक्ष र विपक्षमा भएका बहस पनि हेरिरहनु भएको होला। आज म तपाईलाई सरकारले किन अध्यादेश जारी गर्यो, किन यो आवश्यक थियो भन्ने कुरा त भन्छु नै, तर त्यस विषयमा प्रवेश गर्न अघि म विधिको शासन, रुल अफ ल अन्तर्गत हाम्रो प्रणालीले कसरी काम गर्छ भन्छु है त। विधिको शासनमा सरकार आफै पनि नियममा बाँधिएको हुन्छ। अब नियम बनाउने को त भन्दा विधायिका, पार्लिमेन्टेरियनहरू। पार्लिमेन्टले बनाएको कानुनको अधीनमा रहेर सरकारले काम गर्न मिल्छ। अझै यसको व्याख्या गरौँ, नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी 3 तहको संरचना परिकल्पना गरेको छ। सङ्घीय प्रणालीमा मात्र सीमित रहेर कुरा गर्दा सङ्घीय संरचनामा कुल 165 निर्वाचन क्षेत्र छन्, जहाँबाट 165 जना जनप्रतिनिधि प्रत्यक्ष रूपमा जनताद्वारा निर्वाचित हुन्छन्। त्यसबाहेक चाहिँ 110 सिट समानुपातिक प्रणालीका लागि छुट्याइएको हुन्छ। समानुपातिक प्रणालीमा जनताले पार्टीलाई मतदान गर्छन् र पार्टीले प्राप्त गरेको मतको अनुपातको आधारमा हरेक पार्टीबाट समावेशितालाई चाहिँ सुनिश्चित गर्दै विभिन्न वर्ग, समुदाय तथा सीमान्तकृत समुदायका प्रतिनिधिहरू संसदमा पठाउँछ। यसरी 165 प्रत्यक्ष र 110 जना समानुपातिक गरी कुल 275 जना सांसद मिलेर प्रतिनिधि सभा गठन हुन्छ। हाम्रो संसद 2 सदनात्मक, यानि कि बाइक्यामेरल लेजिस्लेचर हो। तल्लो संसद र माथिल्लो सदन दुईवटा छ। तल्लो सदन प्रतिनिधि सभा हो भने माथिल्लो सदन राष्ट्रिय सभा हो। कानुन निर्माणको सामान्य प्रक्रिया कस्तो हुन्छ भने सरकारले पहिले एउटा ड्राफ्ट तयार गर्छ, जसलाई विधेयक भनिन्छ। जुन विधेयक संसदको 2 मध्ये पहिला एउटा सदनमा पेश गरिन्छ। मानव कुनै विधेयक चाहिँ प्रतिनिधि सभामा पेश भयो भने त्यस विधेयकमाथि संसदको समिति र पूर्ण बैठकमा छलफल हुन्छ। सांसदहरूले आवश्यक संशोधनहरू पनि प्रस्ताव गर्छन्। बहुमतका आधारमा संशोधनहरू पारित हुन्छ र विधेयक पनि त्यसरी नै पारित हुन्छ। प्रतिनिधि सभामा पारित भएपछि त्यो विधेयक राष्ट्रिय सभामा जान्छ, जहाँ फेरि प्रतिनिधि सभा जस्तै प्रक्रिया दोहोऱ्याइन्छ। राष्ट्रिय सभाले पनि सुझावसहित विधेयक पुनः प्रतिनिधि सभामा पठाउँछ। दुवै सदनबाट विधेयकहरू पारित भएपछि प्रमाणीकरणको लागि राष्ट्रपतिकोमा जान्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि त्यो विधेयकले ऐनको रूप लिन्छ। ऐन सङ्घीय कानुन हो। त्यसपछि त्यही कानुनको अधीनमा रहेर सरकारले काम गर्छ, काम गर्नुपर्छ। त्यही हो विधिको शासन भनेको। प्रतिनिधिले कानुन बनाउँछ र त्यही कानुनको अधीनमा रहेर चाहिँ सरकारले काम गर्छ। यो कानुन निर्माणको सामान्य प्रक्रिया हो। यसरी नै चलिरहेको हुन्छ। तर जब संसद अधिवेशन चलेको अवस्था हुँदैन र कुनै कानुन आवश्यक भएको कारणले, अभाव भएको कारणले सरकारले काम गर्न सकिरहेको हुँदैन वा कठिन भइरहेको हुन्छ, त्यस्तो अवस्थामा संविधानले अध्यादेश लिएर आउने अधिकार पनि सरकारलाई दिएको छ। संविधानको धारा 114 मा